त्योहरू अगाडि चाहिँ हामीहरू बाबाहरूले हामीले यसरी चढाउनु हुन्थ्यो होइन। अहिले फेरि हामीले नानीहरूले यसरी चढाउनु पर्छ। हेर्नु त कस्तो जमाना आउँछ नि, पालोको पालो पालोको पालोमा। हेर्नु त वाह के मजाको सोयो। यसलाई खुट्टामा अप्ठ्यारो भएन ओरे बाउले। लु आज पहिला बाउले साइकलमा लग्दैछ नानीलाई। ओए हात चेपेला नि ब्रेक गर्दाखेरि भनिराख्नु। ए पालोको पालो अगाडि म पनि बाउले यसरी नै लिएर जानुहुन्थ्यो, सबै थाहा छ। ठुलो भइसक्यो भने पनि म साइकलमा हिँडेको हाम्रो बाउसँग पो त हामीहरू म चाहिँ। अनि अहिले नानीहरू हाम्रो नानीहरू फेरि अब हामीले लग्नु पर्दैछ। गाइस नानीहरू छ भने यसरी बाबाहरू अड्किन्छ है। हेर्नु उहाँ साँझ पर्यो नि अब दोकान जाने अरे बाटोतिर हो, यस्तो जङ्गलको छेउमा घर छ। सधैँ त बेलामै जानुहुन्थ्यो, यतिखेर आउनुहुन्थ्यो, अब यतिखेर जाने अरे हो। अन्त यो नानी चाहिँ यहाँ पछ्याउँदैछ। नानी हुनु पनि साह्रै के अरे ठिकै छ हौ। बाबालाई ला नानी भाग्नु भयो पछि आयु के यो त यता बाबा जानुभयो खा तर ठगाएर जानुभयो। अब बा मेरो कहाँ पुग्नु भयो खा अब खा अब बाबा जानुभयो खा। यहाँ बसेर बाबा भन्नु बाबा उहाँ पुगिसक्यो गए बाबा तर ढाँटेर। म त जाँदिनँ त। गाउँ गाउँ अब पूजा गर्ने बेला भइन् हेन म नाटक चाहिँ पूजा गर्नु बेला भयो त अब गएर आउनुपर्छ ल। तर अब कहाँ जानु साथीहरू, गाउँ गाउँ भनेको यस्तै हो। यो घर अल्लो घर पल्लो घर साँझ भइहाल्छ, फेरि धुपाती गर्ने बेला भइहाल्छ हो गाइस। एकछिन डुलाउनु त आउनुपर्छ नानीलाई। गाउँ चाहिँ एक राउन्ड भए पनि डुलाउँछौँ डुलाउनु चाहिँ। ओए धान हो अनि चाहिँ यहाँ चाहिँ धान पनि ल्याएछन्। एकाको के भन्छ डङ्गाराले पनि लिएर आएको उतै डङ्गाको। धानहरू ल साथीहरू सबैजनालाई गुड नाइट एभ्री वान। अब राति भयो।